यो कालीकोटको ठ्याक्कै यो चाहिँ पिली भन्ने ठाउँ, पिलीको पहाड भनेर भन्छ यसलाई। बाटो चाहिँ यहाँको यस्तो छ, यो बाटो चाहिँ अलिकति बिकट छ हैन, यहाँबाट यस्तो देखिन्छ। यो चाहिँ पिलीको डाँडा भन्ने भयो नि, यो चाहिँ पिलीको पहाड हो यो साथीहरू हैन। यो पिली भयो, यस्तो छ बाटो चाहिँ यसमा एकदम बिकट टाइपको छ क्या, यता यस्तो छ हैन। अनि तलको यो खोला भयो, यहाँ यस्तो मजाले क्लियर देख्न सकिन्छ। अनि बिस्तारै बिस्तारै यो माथिको गाउँहरू भयो देख्न सकिन्छ यसरी हैन। अनि ठाउँ चाहिँ यस्तो छ, यताको यो पारीको गाउँहरू भयो हैन। अनि हावापानीको लागि चाहिँ एकदम युवान छ फेरि यो कालीकोट हैन। हावापानीको लागि चाहिँ एकदम राम्रो छ। अनि यो प्रकृतिले नै ठगेको जस्तो ठाउँ हो कि यो चाहिँ एक हिसाबले हैन। यो चट्टानै चट्टान, पहाडै पहाड, भिर पहाड मात्रै छ। यो बाटो यस्तो छ यहाँको हैन, बाटो यस्तो छ। अनि यो चाहिँ यो पिली भन्ने ठाउँ हो कालीकोटको, यो चाहिँ पिली भन्ने ठाउँ हो। यो पारीको कुन गाउँ रहेछ खै ठ्याक्कै थाहा भएन। माथि पनि यो तलैबाट जानुपर्छ होला सायद, यहाँ तलबाट कहाँबाट त्यो बाटो देखिरहेछ अलिअलि बाटो। यो बाटो हुँदै माथि पुग्नुपर्छ होला, त्यो माथिको मेन बाटोमा कहाँ हो त्यो। अनि यहाँ चाहिँ यो भयो पिलीको पहाड। एकचोटि यहाँ चाहिँ यो सङ्कटकालको बेलामा चाहिँ यहाँ चाहिँ यसो युद्ध भएको अरे भन्ने सुनिन्छ हैन। केही अलिकति धेरै सङ्ख्यामा चाहिँ यहाँ ज्यान गुमाएको अरे भन्ने सुनिन्छ। अनि यो चाहिँ पिलीको पहाड भयो, पिलीको पहाड भयो। यो चाहिँ यस्तो छ है। अनि म चाहिँ अहिले ठ्याक्कै यता बिर्तामोड भन्ने ठाउँ, यता पछाडि पर्छ बिर्तामोड, त्यहाँबाट फर्किने क्रममा चाहिँ यसो एकछिन लिइदिउँ त भनेर ट्याक्क बसेको थिएँ। यस्तो छ बाटो साथीहरू।